वेलकम ब्याक माई युट्युब च्यानल ट्विन्सी बुसिया साथीहरू। म चाहिँ आज धेरै दिनपछि हजुरहरूलाई भिडियो देखाउँदैछु, भिडियो गराउँदैछु भन्नुपर्छ, भला गराउँदैछु। अनि मेरो भिडियो कस्तो लाग्छ जस्तो पछि हेरिदिनु हुँदैन। आज मेरो भिडियो अन्य समयहरू साथ दिनुहोला। म चाहिँ यस्तो दाउरा स्कुलबाट आइसकेपछि घरतिर काम गरिसकेपछि चाहिँ म दाउरा खोज्न आउँदैछु। यो प्रेसबारीमा दाउरा खोज्दा आएको छु साथीहरू। मैले चाहिँ दाउरा खोज्ने तयारी गर्दैछु, दाउरा खोज्दैछु भन्नुपर्छ। हेर्न सक्नुहुन्छ झिजा लिप्टिस बारी छ कि एउटा ठुलो हाम्रो गाउँमा चाहिँ नालाको छेउछाउमा छ। अनि त्यो बारीमा चाहिँ लिप्टिसका आजभोलिको अब सिजन कस्तो छ भन्दा अब हावाहुरी लाग्ने, सुकेका पातपतिहरू खस्ने, सुकेका हाँगाभाँगा भत्काइने, रुखका हाँगाहरू खस्ने, त्यही भएर अनि त्यो लिप्टिस बारीमा कति राम्रा चाहिँ एकदम आगो बल्न पनि एकदमै सहज हुन्छ कि सानो मसिनो झिरो दाउराले। अनि सानो झिरो दाउरा हाल्यो अनि मुढो दाउरा हाल्यो अनि खाना पकाएको कति राम्रो हुन्छ साथीहरू। अनि तपाईँले त्यसरी कसरी गर्नुहुन्छ, मुटु मात्रै हालेर खासै राम्रोसँग आगो बल्दैन, मसिनो मोटो मिसाएर पकायो भने चाहिँ बनायो भने चाहिँ आगो राम्रोसँग बल्छ र अनि खाना पकाउनु एकदम सहज हुन्छ। मैले चाहिँ सानो हाँगासँग सबै मैले टिपटाप गरेर राम्रोसँग भाँच्चा गरेर चाहिँ मैले अनि भारी बनाउँछु कि अनि एक ठाउँ कट्ठा पनि बनाउँछु, कट्ठा गरेर राख्छु। अनि तपाईँले देख्न सक्नुहुन्छ कसरी सानो एकै गरेको होला, यसले के होला, यो कस्तो सधैँभरि दाउरा मात्रै खोजिरहन्छ भन्नुहुन्छ होला तपाईँले। मैले चाहिँ अब मैले फेरि आजभोलि ग्यास पनि भरेको छैन क्या साथीहरू, त्यही भएर अनि ग्यास नभरेकोले गर्दा अनि मैले फेरि कोठामै हो कि मैले पकाउने खाने, अनि त्यही भएर अनि एउटा कोठामा सुत्ने, एउटा कोठामा खाने, अनि त्यही भएर अनि मैले चाहिँ अनि दाउरा भाँच्न जान्छु कि सधैँ। अन्त त्यसले दाउरा बनाइसकेको छु, हेर्न सक्नुहुन्छ साथीहरू। 3 ठाउँ राखिसकेको छु अनि अर्को पनि ल्याएर राख्दैछु। अनि किनकि अब अलग राखेपछि पछि ठ्याक्क भाते बनाउँदा बाँध्दाखेरि एकदम सहज होला भनेर चाहिँ अनि फेरि यसरी ल्याएको छु साथीहरू। अनि त्यसपछि अरू धेरै पनि दाउरा खोजेको 3 ठाउँ राखिसकेपछि फेरि दाउरा ल्याएर राख्दैछु कि साथीहरू। मैले हेर्न सक्नुहुन्छ अनि दाउरा देखेर त्यस्तो नराम्रो दाउरा भन्नु कमेन्ट नगर्नु होला। अनि के भने यस्तै हो, म धेरै दाउरा खोजी बनाएको छु साथीहरू। हेर्न सक्नुहुन्छ रस्सी बनाउँछु, रस्सी बनाइसकेपछि अनि रस्सीले बाँधेर दाउराको पारी पुगेर साइकल लाग्छु, साइकलमा हालेर अनि म घरतिर लान्छु। म अब चाहिँ रस्सी काट्न जान्छु, आँचले खर काट्छु है साथीहरू। मैले चाहिँ खर काटिसकेको छु, काट्दैछु भन्नुपर्छ। खर काटेर यस्तो मुठा बनाउनु पऱ्यो भने चाहिँ त्यसरी मुठा बनाउनु बन्धन बनाउनलाई मैले खर काटिँदैछु साथीहरू। यो फेरि बन्छ बन्दैन भने कन्फ्युजमा थियो कि कुनै हरियो कुनै सुकेको थियो। यति बेलाको ऋतु भनेको यस्तै छ कि कुनै पात खस्ने कुनै पात पलाउने भएकोले गर्दा अनि यो पो त्यस्तै भएको। मैले फाइनल गाएँ मैले चाहिँ काटिसकेको छु भन्नुपर्छ साथीहरू। मैले चाहिँ खर काटिसकेको छु, अब चाहिँ मैले मुठा बान्छु दाउराको भारी साथीहरू। मैले चाहिँ खर ल्याएर जहाँ दाउरा राखेको थिएँ त्यहीँ चाहिँ मैले बन्धन बनाउँदैछु, देख्न सक्नुहुनेछ। अनि म त बन्दैन कि कन्फ्युज भएर काटेको थिएँ, फेरि बनाउँदा पनि कन्फ्युज भयो कि हुन्छ हुँदैन के हो। त्यस फेरि अनि अस्ति नै फेरि दुःख पाइएको थियो कि सानो रस्सीले बनाएको फुत्के गरेको थियो, त्यही भएर अनि राम्रोसँग बन्दो रहेछ, एकदम खुसी लाग्यो भन्नुपर्छ। अनि मैले चाहिँ यो बन्धन बनाइसकेको छु साथीहरू। बेतीमा दाउरा चाहिँ मैले ठ्याक्क मिलाएर राख्छु कि ठ्याक्क यस्तो राखेपछि फेरि दाउरा ल्याउनु जान्छु कि अनि दाउरा ल्याएर ठ्याक्क अनि दाउरा हाल्छु। देख्न सक्नुहुन्छ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले साथीहरू। मैले चाहिँ बन्धन बाँधेर मैले चाहिँ यस्तो दाउरा राख्नु पऱ्यो भने टक्क राखिरहेको छु, हेर्न सक्नुहुन्छ। अनि त्यो बन्धन पछि फेरि बेलाबेला पारेर फेरि मैले दाउरा चाहिँ भात सुकेर ट्याक्क हाल्छु। अनि सबै दाउरा यसरी मिलाएर राखेपछि अनि ट्याक्क मेरो भारी बन्छ साथीहरू भन्नुपर्छ। अनि मैले चाहिँ मेरो भिडियो अन्तिम हेरिदिनु, मैले फेरि कस्तो मनपर्छ कि मैले गरेको कामहरू सबै मैले अपलोड गर्न पाएँ, एकदम खुसी एकदम ह्याप्पी हुन्छु म।
अनि त्यसै गरेर मेरो सुख दुःख साथी भनेको मोबाइल हो मोबाइलबाट पनि भिडियो चाहिँ यस्तै हो अनि मेरो चाहिँ क्यामेरा छैन हेरेर अनि क्यामेरा नभइसकेपछि मैले चाहिँ मोबाइलबाटै गर्छु अब सकेसम्म अब मैले युट्युबबाट पैसा कमाउँदै मैले क्यामेरा गराउँछु म फेरि बेला बेला हेर्न आउँछु कि मेरो भिडियो बनेको किनभने त्यसो हेर्न आएको पछि भिडियो बनेको रहेछ पछि फेरि मैले दाउरा सारा ट्याक ठुक मिलाएर ट्याक्क राखेर अनि पछि म यसरी टक्क राख्छु कि अनि पछि कति छ भनेर आजै पनि छ काजुज गरेर राखेपछि अलिकति सजिलो होला भनेर फेरि मैले दाउरा राख्छु त्यसरी देख्न सक्नुहुन्छ अनि साथीहरू अनि यता गरेर अनि दाउरा राखिसकेको छु अनि पछि फेरि अनि मैले बन्धन बाँध्छु यसरी बाँधेँ अनि पछि पञ्चेको भयो हेर्नु सक्नु साथीहरू मेरो खुट्टामा अति धेरै नखसेर याद गर्नु है अनि मैले चाहिँ यसरी 5 बजे गरेर यस्तो गरेर पछि खर पुगेन कि अनि खर नपुगेपछि मैले फेरि यसरी बाँधेर यसरी कस्काएर भनेपछि बाँध्छु अनि लात्तिरै पनि हान्छु कि अनि बेला भनेपछि यस्तो लात्तिरै हान्छपछि अनि मेरो चाहिँ भारी अलरेडी मेरो ठ्याक्कै फाइनली गाइस मेरो यो भारी ठ्याक्क उठाउन सक्छु उठाएँ अनि पछि अनि मेरो भारी पनि सकेको छ भन्नुपर्छ साथीहरू अब चाहिँ मैले भारी बोकेर मैले उठाउँछु मैले भारी बोक्छु हेर्न सक्नुहुन्छ अनि त्यसरी अनि आशीलाई चाहिँ पछि राख्नु चाहिँ बस फेरि अनि त्यसो चाहिँ हुन्न क्या भनेपछि फेरि अनि मैले चाहिँ दाउरामा राखेँ देख्न सक्नुहुन्छ अनि पछि मैले उचाल्न सक्ला कि नसक्ला कन्फ्युज भएको थिएँ कि सकिन नसक्नु उचाल्नै पऱ्यो मैले मात्रै गर्थेँ थिएँ अनि कुकिङ साथी थिएन अनि त्यसपछि के गर्ने त बोलाउनु थिएन भने फेरि मैले यसरी जोड लगाएर घैसा भनेर चाहिँ मैले यसरी के गर्ने भारी उचाल्छु ट्याक्क टाउकोमा राख्छु टाउकोमै राखेर भाइ हो कि साथीहरू टाउकोमै राखेर ल्याउँछु सक्नुहुन्छ टाउकोमा यसरी बेच्छु साथीहरू मैले डर राखेर फेरि यस्तो भिडियो बनाउनु मलाई हेर्नु कस्तो होला त्यो उठाएर राख्दा मैले लान्छु भन्नुपर्छ मैले यसरी उचालेर फेरि यसरी भिडियो पनि बनाएको छु कि सकिन नसक्ने एउटा हातले समातेर एउटा हातले यसरी के गर्ने भिडियोले फेरि भिडियो प्रेमी भएपछि यस्तै हो कि गाह्रो साथीहरू मैले जहाँ साइकल राखेँ त्यहीँ ल्याएर ठ्याक्क भारी फालेँ अब चाहिँ मैले त्यसरी भारी बाँध्छु देख्न सक्नुहुनेछ तपाईँहरूले मैले भारी बाँध्दैछु अनि हेर्नु अब यस्तो जुन त्यहाँ भाइ आएको थियो नहालेको जानु भयो त्यहाँ भाइ आएको थियो कि भाइले बाबुलाई बाबु साइकल समात्यो भनेर भने बोलाएको अनि त्यो भाइ पनि लुरु आयो अनि आउँछ अनि आइसकेपछि चाहिँ हामी उसले साइकल समाइदिन्छ मैले चाहिँ अनि यसरी उठाएर अनि गर्छु कि के अरे उठाएर उसले साइकल समाउँछ मैले चाहिँ उठाएर ठ्याक्क साइकलमा लाग्छु अनि पछि कसकास गर्छु अनि पछि त्यो भाइले पनि हेल्प गर्छ कि यस्तो कसकास गरिदिन्छ अनि उसले फेरि कसिदिन्छ उसले पनि अनि पछि म ट्याक्क हेर्नु त यसरी हो मतलब बाहुबलीमा हुनुपर्छ क्या हो कि अनि त्यो भाइलाई चाहिँ अनि म चाहिँ एक साइकल रोक्दै हुनु टुप्रा टाग्रे भएका सबै यताउता गरेर मिलाएर हालेँ अनि पछि फेरि अनि त्यो भाइलाई हामी जाने बेला अनि कहाँ हो घर तिमीले पनि सोधेको अनि पछि के भने उसले त गएको मम्मी हो उसको अनि पछि मैले अनि भाइ तेरो त धन्यवाद है भनेर भने अझै मोबाइल ल्याउ त भनेपछि अनि त्यो मोबाइल साथीहरू मैले चाहिँ भारी बाँधिसकेको छु अब चाहिँ म साइकल चलाएर घरतिर जान्छु यिनी भाइले चाहिँ गरिदिएका हुन् के साइकल समाइदिएका हुन् थ्याङ्क यू भाइ साथीहरू म चाहिँ उताबाट आइसकेपछि घर आँगन बढाएर सबै गरिसकेपछि मैले चाहिँ अलिकति थियो कि आलुको बिउ हो आलुको दिदीलाई पठाउनु मेरो माइत मैले उहाँ सहकारीमा चाहिँ छोड्दा त्यहाँ जाँदैछु देख्न सक्नुहुन्छ दिदीलाई अस्तिदेखि पठाउनु भनेको त्यस्तै भयो कि अनि मैले चाहिँ माइत बनाउँछु दिदी चाहिँ आफ्नो माइत आएर अनि लगेर जानुहुन्छ भनेर अनि मैले चाहिँ आलु गर्दैछु कि साइकलमा हाल्दैछु अनि हेर्नुहुन्छ कसकास गरेर म जान्छु अनि मैले फेरि बाबुनानीले चाहिँ भिडियो कल गरेँ भनेको अनि पछि बाबुनानी पनि जान्छु भन्नुभएको थियो अनि चाहिँ बाबुनानीलाई पनि लान्छु कि साइकलमा राखेर अनि देख्न सक्नुहुन्छ अनि सिरिया बसाल्यो उनीहरूलाई पनि
लगेर जाँदैछु बस बस भनेर अनि नानीलाई पनि बसाल्दैछु अनि नानी चाहिँ बाबुले बस्छ अब चाहिँ मैले नानीलाई बसाल्छु अनि पछि अघि पछि भएर अनि बस्छ अनि पछि मैले साइड चलाएर अनि लान्छु कि अनि देख्न सक्नुहुन्छ साथीहरू म चाहिँ घर आएर मैले चाहिँ दाउराको बार यसरी फाल्छु कि देख्न सक्नुहुन्छ यस्तरी राख्छु त्यति राख्छु साइड लगाउँछु अनि पछि बाबु नानी कतातिर त्यहाँ उभिएर खेलिरहेर छन् अनि मैले यसरी बोलाउँछु कि अनि नानु आउँछ अनि नानीलाई मैले अँगालो मार्छु अनि तिमी रोइथ्यौ तिमी सुतिथ्यौ म त वहाँ गएको दाउरा भनेर भने मैले खानेकुरा ल्याइदिनु गऱ्यो मैले खानेकुरा ल्याउनु गएको होइन छोरी म त दाउरा ल्याउनु गएको भनेर भने पछि देखेन हौ तिमीले दाउरा भनेपछि फेरि छिटो चाहियो भन्नुहुन्छ भनिसकेपछि अनि मैले चाहिँ छैन मसँग नानु भनेर भने अनि पछि क्यामेरामा हेलो गाइज भनिदिनु भनेको त अनि भनिदिदिनँ अरे रिसाउनु भएको थियो कि सुत्नु पर्छ त्यही भएर रिसाउनु भएको अनि त्यतिकैमा अनि मैले फकाक गएर उहाँ जाने भने नि खुसी हुनुभयो साथीहरू हामी चाहिँ जान्छौँ सरकारीमा यो चाहिँ आलुको बोरा मैले चाहिँ दिदीलाई पुर्याउने भनेको छु कि माइत छोडेपछि दिदी चाहिँ लिन आउनुहुन्छ अनि दिदी आइसकेपछि अनि माइतबाट लानुहुन्छ भनेर अनि मैले चाहिँ जाँदैछु आलु बाबु नानीलाई पनि लान्छु कि मैले बाबुलाई पनि लान्छु नानीलाई पनि लान्छु अनि पछि फेरि अनि बसालेर लान्छ नि खुसी छन् हामी चाहिँ सरकारीमा पुगेको छौँ छोरी हुने अनि राम्रो भएन कि भिडियो त्यही भएर अनि मैले अनि यसरी यहाँ छोडिसकेपछि अनि हामी चाहिँ त्यहाँ लिने आउनु चाहिँ राजेश दाइ हुनुहुन्छ अनि हामी चाहिँ घरतिर फर्किनु आजको भ्लग तपाईँलाई कस्तो लाग्छ ट्विन्सिप च्यानलमा सब्सक्राइब गरिदिनु होला भने चाहिँ आजको भ्लग यहीँ इन्ड गर्छु हस् त बाई ह्याभ अ स्विट डे ह्याभ अ गुड नाइट भन्न चाहन्छु मेरो भिडियोलाई माया गरिदिनु होला है साथीहरू।